तर दाइले नछोड्नु एकछिन चिन्ता नदिनु रामनगरलाई साह्रै चिन्ता छ है रवि भाइलाई मुर्गा बहिनीको है हामी एकदम साथ तपाईँको साथ जाला ज्यान जाला हामी छोड्ने तयारी छैन सबैजनालाई नमस्कार है आनन्द हरे नरसिंह रविको बागानी हरिदेव नेपाली म त सधैँ त्यही ल साहस भगवानले रक्षा गरून् हामी सबै जनताहरू एकदम हजुरलाई नि हामी एकदम मान्छौँ राम्रो छ धैर्य रहनु होला है रविलाई नि भनिदिनु होला सबै छौँ जनता छौँ नहार्दिनु प्रत्येक एकैछिन बस्नुहोस् नआत्तिनुहोस् हामी जनता छौँ तपाईँहरूको साथमै छौँ हामी पनि तपाईँको जतिको चिन्तित भएर बसिरहेका छौँ नआत्तिनुहोस् नानु भन्छ रवि भाइ चाँडै छुटेछ भन्दै पूजा गर्दै धुपबाल्ने पूजा गर्ने सधैँ रवि भाइ चाँडै छुटेर आएको देख्न पाऊँ भन्दै पूजा गर्छु म भगवानले सुन्नुहुन्छ त अब छिट्टै छिट्टै सुन्नुहुन्छ भगवान् सत्यको जित गराएर छोड्नुहुन्छ भगवान् आज चाहिँ लाइनमा बस्नु भएको छ त हजुर निकिता आउनुहुन्छ उहाँलाई स्वागत गर्ने अनि त्यहाँदेखि उहाँलाई सान्त्वना दिने भनेर बसेको तपाईँ रामनगरवासी बन्यो रवि लामिछानेले धेरै कार्यक्रमहरू यो ठाउँमा ल्याएर सञ्चालन पनि गरेको ठाउँ पनि हो खानेपानी पनि रामनगरमै ल्याएको पहिला प्रथम आउनुभएकै उहाँ हाम्रै रामनगरमा आउनुभएको र हामीले नै हो ल हुन्छ हामी सबै मिलेर दिन्छौँ हजुरलाई भोट जिताएरै जोड्छौँ भने 5जना दिदीबहिनी छ एउटा भाइ चाहिँ टिका भाइ भयो भने तिहारमा टिका लाउँछ भनेको पाएसम्म पुगे भ्याएसम्म पुगेसम्म म भेटेसम्म तिहारमा टिका लाउँला भन्ने नै छ मनमै छ रवि लामिछानेलाई हजुर रवि लामिछानेलाई म तिहारमा टिका लाउँला भन्ने ठुलो आश छ एकचोटि मौका मिल्छ मिल्दैन भनेको छु अहिले खानेपानी कस्तो छ अहिले खानेपानी त अहिले 24 आएर एकदम आनन्द यति सुविधा भयो रामनगरमा खानेपानीको पहिला खानेपानी दिन 10 दिन 12 दिन यस्तो बर्खामा चाहिँ कति सुक्थ्यो तर अहिले त छलछल जम्मेले खाइरहेको छ जङ्गल जानुपर्छ हामी त पानी लिनु जङ्गल गएर ल्याउँछौँ हाम्रो रविको गृहमन्त्री हुने बित्तिकै नै नहुँदै पनि खन्न थाल्यो तर पनि हुने बित्तिकै पनि हाम्रो पानी ल्यायौँ उहाँको पहिलो काम यही नै हो खुसी हुन्छ तपाईहरु हामी त अति खुसी अति खुसी छ खानेपानी खानु भएको छ दर्शकवृन्द यतिखेर हामी रामनगरमा छौँ यो रामनगरको दृश्य तपाईँहरू मैले देखाइरहेको छु यो रामनगर पाल बिस्तारै बोल्दैन यहीँ आउनुहुन्छ कि